I don't cut I'm cut You don't reject me. Okay. I see you again. Okay. Hello, brother. Yo, घाँस कति काट्यो यार भैँसीलाई भन्यो बाख्रालाई भन्यो कति काट्नु काट्दा यार पसिना छिनेको ट्रेन गर्छ। हेलो ब्रदर, म तपाईलाई बोलाइरहेको छु, तपाई कहाँ गुनगुनाइ राख्नु भएको छ? घाँस काटेर घाँस काटेर होइन मोती पनि कम भएर होला। यसो हिँड्दा त गोठी गोठी जस्तो देख्छु त म त। You call me Dr. Gotte? अच्छा के भन्छ? ल विदेश गएको मान्छे त इङ्ग्लिस बोल्दा I am Gattaraj. गन्नु गऱ्यो पनि खबर गर्छु। अलिकति विदेश गएको मान्छेसँग अलिक एक्सपेक्टेड बोल्ने ल। त्यसरी ठिक छ उसको लाभ घर जाने बाटो कता हो? अब कति खान्छ है त्यो जानेको कुरा चाहिँ नगर्ने होइन। अब झोलामा त भन्ने देखिन्छ होइन। अब बाटोमा खोलो भने पोलो च्याउँदै होला होइन। नखाउँ मिल्छ भने भोलि यसो घरको मान्छेको चाहिँ यो विदेशदेखि आएको के देख्नु हुँदैन पैसा सोध्नु भन्दा। अनि गाउँमा त कहाँ पैसा छ म बुझ्छु तिम्रो पीडा। अनि गर्ने के छ? अनि विदेशमा पनि यत्रो पैसा लाग्नु मेसिनमा बन्छ अनि यो चाहिँ के हो नि यसो आँखा टाल्ने हो कि यो अनि आँखा देख्दिनँ तन्तिर आँखा कता गयो त? यो भनेको चाहिँ दुर्गेश थापाबाट गीत छ नि गुच्चीको चस्मा काम त्यो यही चस्माको गीत हो। म बुझ्छु। हेर्दाखेरि नम्बर मात्रै देख्छ 1 2 3 हेर्दाखेरि मात्रै गाड्छ त्यसका बाजे। म बुझ्छु। तिमीलाई यसमा देखाइदिन्छु एक दिन। ओके यो चाहिँ iPhone 17 Pro Max यसका नाम चाहिँ। दाम
एडभान्स दिएको हो हैन 2 लाख हैन म यता यसो भारी के गरौँ अनि यता मिठो पक्का खानु अलिक के पाउँछ मिठो त्यही अरे भेटे ओ त पिर्के त्यसको पछि चल्दै त्यसको पछि जे पनि सुन न त्यसको अन्त 5 वर्ष अगाडिकै के हो दादाले के तर्सिने कासी म हो के चिन्दैन हाम्रो गल्ती आइपुगेछ साह्रै हामीले हेर्न आँटे बर्थडे भाइ यसलाई त सेवन पनि गएको छ यस्तो अलिक परेको बस अलिक 5 मिटरको दूरी त हुनु पर्यो नि लेभल मिल्दैन कि भाइ त लेभल ठुलो ढाका दादा खुसुर छोड्नु होइन अलिकति यो पसलमा सबैभन्दा अलिक हामी ब्रान्डेड खालको रक्सी कुन देखाउन अब यो त विदेशदेखि आएको अब धेरै कुरा त गर्नु हुँदैन नि त यस्तो मौकामा त चौक होइन हेलो मैले रक्सी मागिरहेको रक्सी नाम हो पहिले केही मात्रै खाने अलिक नयाँ लोकलको खाना बजिया विदेशमा यत्रो लाम्टा चटपटी परेको गुची भरि खोइ भिडियो त छोड्नै के देखान हो नयाँ नै खाने गऱ्यो बिहान भर्खर पारेको रक्सी गाईको मुख जस्तो बनाउँदो रहेछ भने 3 बोतल चाहिँ यो मलाई नदिने विदेशीको आँखाले छुए क्या मतलब लस हो यसो खेल्दा ठिक छ एउटा कुराको याद आयो यसको अब यो यहाँको ठाउँमा त विदेशमा पनि राम्री तरुनी छाडे के कसो हो तरुनीको भन्नुपर्दा चाहिँ होइन मलाई खासमा भन्नु मलाई 10वटा केटीहरू लाइन लाग्न आँटेको ठाडो बनाएको तरुनीले त मलाई कस्तो दिन
I love you कटराज यसरी आउँथ्यो क्या म के भनेर टार्दिन्थेँ थाहा छ I love नेपाल I love नेपाली केटी यस्तो भनेर टार्दिन्थेँ अनि के हो I love you भनेको अनि यो I love you भने क्या हो के भन्यो I love you भनेको चाहिँ म तिमीलाई बिहे गर्न चाहन्छु भनेको मान्छेले बिहे हुने रहेछ है छोरा मान्छे होइन कि छोरी मान्छेले भन्थ्यो कि अनि त्यो देखाइले आउँथ्यो है के भन्छ तैँले देखि क्या सेतो अलिक म त्यस्तो खालको मान्छे भएर एकदम फिरातिर हेर्दिनँ अब केटीको कुरा छोडेर अलिक भन अलिक गाउँमा त्यस्तो हालखबर जस्तै छ अब तप चेन्ज भइरहेछ कपाल पनि खैरो झन्डै खैरो जस्तै देखिन्छ गर्मी भइरहेछ है हेर्नदेखि अघि भने पनि यत्रो मुठोवाला देखायो कतिमा किनेको यो चाहिँ नेपालको भनौँ कि अमेरिकाको यसो विदेशकै नेपालको भन्न अमेरिका बुझ्दैन अलिक समाजै ढल्नु चाहिँ नढलोस् यो चाहिँ नेपालको 5 लाख जति पर्ला हो भन्दै थियो मैले आकाशबाट छैन पुष्पराजको अगाडि छ अब धेरै कुरा नगर्नु अब खानुपर्छ अनि यसो छैन तेरो ढुङ्गो थियो नि ढुङ्गो थियो नि झिक्न हान्नु पर्छ यस्तो मौका त्यो त छ नि रेडी त्यहाँको थाहा पाउने बित्तिकै मैले बनाइराखेको छु त्यही छ आजतर्फ मेरो
आजदेखि यो सेन्टरमा मैले छोडेँ त्यही छोडेको उपलक्ष्यमा लास्ट प्याक साथी भयो एकदमै fantastic, निकै रमाइलो